हिँड्दै ल अगाडिबाट मलाई दिन्न पुलो विरक्तिको मिठो तिर्सना हो सक्दैन चट्ट मेटन पहिलो बसन्तको नयाँ कोपिला मन लाग्यो चट्ट टिपन विरक्तिको मिठो तिर्सना हो सकिँदैन चट्ट बिर्सना पहिलो बसन्तको नयाँ कोपिला हुँदैन है चट्ट टिपन विरक्तिको मिठो तिर्सना नै पर्छ सुन्दर फूल नटिपे है ओइली झर्छ टिप्नै पर्छ सुन्दर फूल नटिपे है ओइली झर्छ टिपेर के होला बतासैमा उडी जाला पहिलो बसन्तको नयाँ कोपिला हुँदैन है चट्ट टिपन विरक्तिको मिठो तिर्सना आयो कोही खेलै खेलमा मन बस्यो अन्जानैमा आयो कोही खेलै खेलमा मन बस्यो अन्जानैमा दुई दिनमै यो के भयो सँगै बाँच्ने कसम दियो नचिन्ने मान्छेलाई मन दिनु नहुने गाउँ घरै चट्ट बिर्सना लै विरक्तिको मिठो तिर्सना यस्तै होला माया भन्ने मिठो मिठो काँडा बिच्ने यस्तै होला माया भन्ने मिठो मिठो काँडा बिच्ने भन्नु भन्ने कसरी भन्नु कति गाँठो बाँधी राखौँ पहिलो मायाको नयाँ ढुकढुकी सकिँदैन चट्ट बिर्सना विरक्तिको मिठो तिर्सना
एकछिन पर्खिनु ल यहाँ टिका लगाइदिनु मम्मीसँग घरमा रिसाएर गरेर हिँडेको के गरिदिनु तपाईँले हो त अरे हो चाहिँ भन्यो भनेर दाग तिखाएर राम्रो हाल्छ छैन उनीहरू त मासु टोक्न सक्दैन होला नि त के तिखाएर हाल्छ छैन यो माया हो मेरो माया हो यो माया हो मेरो माया हो अजम्बरी मेरो माया यो हो अजम्बरी मेरो माया यो
आकाशको जुन जस्तो शीतल त्यो तिम्रो माया आकाशको जुन जस्तो शीतल त्यो तिम्रो माया सम्हालेर राख्ने छु म यो मेरो मुटुमा यसरी नै सधैँ तिम्रो साथ पाऊँ जुनी जुनीको यो मेरो माया हो यो माया हो मेरो माया हो फुलै फुलको बगैँचामा रोजे फुल तिमीलाई फुलै फुलको बगैँचामा रोजे फुल तिमीलाई कहिले झर्न दिने छैन राख्ने छु मुटुमा चाहिँ यसरी नै सधैँ तिम्रो साथ पाऊँ जुनी जुनीको यो मेरो माया हो यो माया हो मेरो माया हो यो माया हो मेरो माया हो अजम्बरी मेरो माया यो अजम्बरी मेरो माया यो माया हो हाम्रो माया हो यो माया हो हाम्रो माया हो यो हाम्रो माया हो हाम्रो माया हुन्छ सरका लागि हुन्छ भएका छौँ र आज यहाँनिर उपस्थित भए बापत हामीले यहाँनिर हजुरहरू समक्ष परिचयको कार्यक्रम पनि राख्नुपर्ने हुँदाखेरि हजुरहरूसँग हाम्रो यहाँ उपस्थित हामी जति पनि आएका छौँ हामी सबैजनाले हजुरहरू समक्ष आफ्नो परिचय दिन गइरहेका छौँ। हजुरहरूले शान्त भएर सुनिदिनु होला। हजुरहरूले यहाँनिर चाहिँ बेहुलीको को आउनु भएको छ भन्ने खालको कुरा चाहिँ पछाडि नरहोस् भनेर हामीले आफै आफ्नो मुखबाट हजुरहरूलाई परिचय दिनेछु। म बेहुलीको यानि कि मेरी छोरी सुषमा खड्काको बुबा छु म हुँ। यसै गरी अब तपाईँहरू समक्ष अब सबैजनाले आफ्नो परिचय दिँदै जानुहुनेछ है। म बेहुलीकी जेठी फुपू अगाडि नसकेको माइला हजुरबाको बुहारी चाहिँ नमस्ते म बेहुलीकी कान्छी नमस्ते म चाहिँ बेहुलीको माइलो हजुरबाको माइली आन्टी नमस्कार म चाहिँ छिमेकी आन्टी बेहुलीको म चाहिँ बेहुलीको कान्छा काका म चाहिँ बेहुलीको नमस्कार म चाहिँ बेहुलीको साथी नमस्ते म चाहिँ बेहुलीको फुपूको नाति नमस्कार म बेहुलीको प्यारो भाइ
भन्नु पर्दैन म सोल्टी भेट्न आएको भनेर बिर्सिहाल्यो नि त म बेहुलीको बहिनी सोल्टी भेट्न आएको भन्नु भन्न जानेन नमस्कार म चाहिँ बेहुलीको फुपू है नमस्कार म बेहुलीको ठुलो बुवाको छोरा दाजु नमस्कार म बेहुलीको काका नमस्कार म बेहुलीको भाउजू नमस्कार म बेहुलीको मम्मी बेहुलीको हजुरबाको बेहुलाको है उहाँ भानी नाति होइन ए मामा ए सबैलाई आनन्द परिचय हाम्रो भयो सबैजना यहाँ आफ्नै आफन्त भएर जोडिएका छौँ सुख शान्ति होस् आनन्द होस् सबैमा कल्याण होस् भन्दै शुभकामना अनि भरे मात्रै निकाल्नुपर्छ नि अन्त होइन सोध्नु यो समान आदान प्रदान अब तीनचोटि भोगभेट गरेर यता यो सामान राखिदिउँ अब यता कलर छुट्टै छ कलर यो सबै यताको यो सबै यताको हरियो
ढुङ्गाबा मैथिलीनाथ देवती ढुङ्गाबा मैथिलीनाथ देवती ढुङ्गाबा भाइ बसो भएको जाने सर्वखताइसका सरस्वतीमा सर्वकार्य सुसर्वता सिद्धिका ओम पत्र पुष्पानी सर्व्यामी पत्र पुष्पानी सर्व्यामी पत्र पुष्पानी सर्व्यामी हरि ओम हरि ओम हरि ओम देवाय नमः शिवाय शिवतराय ओम देवाय नमः पुष्पानी सर्व्यामी ज्ञानविज्ञान सर्व्यामी ओम शिवाय नमः बस्र साटा साटा ओढाइदिने बेहुली होती बसेर यसो न्युरी एकैचोटि लु आफ्नो सामान लो कार्यक्रम लगभग केही छ भने नभए सक्यो यसमा नानीहरू अब यो सामान अरूले लगिदिने त्यो सामान नानीहरू यसो अब कमाल गर्ने नानी सब्जी कमाल भेट्यो भने तपाईँ घर गाउँको हामी घर गाउँलेको पनि लिनु पर्यो फोटो राम्रो गरेर भाइ हेर्नुहोस् हामी टाढाबाट आएको छु टाढाबाट आएका हुन्छ ठिकै छ त कहाँबाट आउनु हो टाढाबाट 11 नम्बरबाट आएका लारुङ लागिहाल्नु हो त Masa
फेरिले गाउँछ अनि तिम्रो पाला आयो अलि पछाडि अलि पछाडि
दर्द होना ल दाजु भाउजू राम्रो नाच्नु है